नागाल्यान्ड सिटी सहर भनेर हेर्दैछौँ। हामीलाई चाहिँ झापाबाट काठमाडौँ ढिलो ल्याइ पुर्यायो नि त गाडीले, त्यही भएर हामी चाहिँ अब एक्कासी यतातिर बाहिरतिर निस्केर चाहिँ हामी हेर्दैछौँ के कस्तो माहौल बनिरहेछ होइन। कलङ्की कलङ्की बसपाट भन्छ एकचोटि। नदी देखाउनु गइरहेको छु होइन, यहाँनिर अगाडि चाहिँ छ। तिमीहरूलाई फिल कस्तो भइरहेछ, नदी कस्तो छ जस्तो लागिरहेछ? ल साइला भन् त। पहिला चाहिँ अब हेरेको छैन, अब अहिले गएर हेर्छु अनि भन्छु नि कस्तो छ। ल तल चाहिँ कस्तो सफा छ, कस्तो लागिरहेछ अनुभव चाहिँ अब यस्तो गएर थाहा हुन्छ, हेरौँ होइन। हाम्रो पशुपतिनाथ पशुपतिनाथ भन्नु आएछ फेरि। बागमती नदी चाहिँ हाम्रो कस्तो अवस्थामा छ भन्ने कुरा चाहिँ यहाँनिर देखाउन गइरहेको छु मैले हजुरहरूलाई है, हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ है। वाउ, यहाँसम्म त एकदम राम्रो छ, यहाँसम्म त राम्रै देखिरहेको छु। अब यहाँदेखि तल गएपछि थाहा हुन्छ है। यो चाहिँ हाम्रो एयरपोर्ट जाने बाटो हो कि गाइड, एकदमै भिडभाड होइन। अनि यो चाहिँ काठमाडौँको एक राउन्ड घुम्ने सडक भन्दो रहेछ क्या। यो चाहिँ कस्तो रहेछ त बागमती नदी? सफा त त्यस्तै हो होइन, पानी चाहिँ रहेछ मैले थाहा भयो। पानी चाहिँ रहेछ। सन्दीप कस्तो रहेछ? ठिक ठिकै हो, तर पहिला भन्दा त राम्रै हो त। यतिको पहिला त प्लास्टिक थियो नि त यहाँनिर, कति प्लास्टिक नै प्लास्टिकहरू यस्तोहरू। यो देख्न सक्नुहुन्छ यस्तोहरू। वरपर हुन्थ्यो, अहिले चाहिँ अलिक सफा। नभए यो नदीको छेउमा त आउनै सकिँदैन थियो क्या, यस्तो स्मेल आउँथ्यो नि, नराम्रो गन्दावाला स्मेल आउँथ्यो होइन। अनि यहाँ चाहिँ यता चाहिँ गौशाला ऊ पर छ, देख्दै हुन्छ होला हौ त्यो रातो देखिएको है। बागमती नदी त अनि हाम्रो चाहिँ यो बागमती नदी है। मलाई चाहिँ देख्नु भएको छैन होला होइन। मोतिर बाँकी छैन रहेछ होइन। बागमती नदी देखाउँदैछु केटाहरूलाई, यहाँ देख्छ केटाहरूलाई होइन होला। एकदम बवाल 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 देखिरहेछ। माग्न आएको मान्छेहरू सुटबुटमा आइरहेछन् है, माग्न आएको हेर हेर हो। खासमा उहाँहरूले माग्नु चाहिँ भएको होइन, यो चाहिँ सुटको लागि हो, त्यही गर्दै हुन्छ उहाँहरूले। त्यस्तो नराम्रो पनि नसोचिहाल्नु होला होइन। यहाँ चाहिँ हामी जिस्किँदैछौँ एकदम। के हालिदिउँ भनिस् तैँले? बोला हालिदिउँ ए, त्यही भएर हाँस्दै हाँस्दै छ। ल यस्तै छ है साथीहरू काठमाडौँको हाम्रो। कति बज्यो अहिले? यो 3:10 भयो है। हामी चाहिँ यहाँनिर अब घुमिरहेको छौँ। अब हामी घुम्न पुगेर हजुरहरूलाई अपडेट दिनेछौँ है त। हे एभ्रिवान, गुड मर्निङ, नमस्कार, सेवारो, गुड मर्निङ काठमाडौँ है। आज चाहिँ हामी काठमाडौँको बसाइको दोस्रो दिन हो। हामी चाहिँ यहाँनिर पशुपतिनाथ दर्शन गर्न जाँदैछौँ। यता चाहिँ पशुपति मन्दिर होइन, यहाँदेखि तलदेखि चाहिँ हामी जाँदैछौँ। के गाइजहरूलाई चाहिँ कहाँबाट जस्तो लागिरहेछ होइन। गाइजहरूलाई सरप्राइजिङ तरिकाले लगौँ भनेको। तिमीहरू मुनिबाट जाने कि माथिबाट जाने भन् त? ल भन्न त।
खुस्सा त कहाँ हुन्छ उहाँ हेर्दैनस् उहाँ कहाँ हेर्दा रौँ त उहाँ खडी यहाँबाट छ तिमीहरूलाई एक ठाउँबाट लान्छु क्या तिमीहरूलाई एकछिन चिन्ता नगर न के साह्रो चिन्ता गरेको आऊ यता आऊ यताबाट हो यताबाट यिनीहरूलाई यताबाट लाग्यो हाम्रो चाहिँ यता छ है रुम यताबाट जानुपर्छ है उता देखाउनु नि क्यामेरा हाम्रो अनुहार देखाएर देखिरहेछ त देखिरहेछ अब यहाँबाट चाहिँ हामी भित्र जाँदैछौँ नि त कस्तो लाग्यो त अन्डरग्राउन्ड ल काठमाडौँ छ काठमाडौँतिर पनि छ साथीहरू गाइजहरू माथिबाट काट्नु पर्दैन गाडीले ठोक्दैला केही नै हुँदैन रहेछ कि आइपुग्यो त मन्दिर कहाँ आइपुग्यो भर्खर हिँड्दैछ ए हिँड्दैछ हाम्रो युट्युबरलाई भन्ने कतातिर जाने यताबाट जाने बाबाजी ल्याएर फुसुक्क पारिदिँदा टिका लाउनु हुँदैन नि 5 रुपियाँ पैसा लियो भने खुसुक्क पारेर होइन वाह 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 साफ सुथरा देखिए इधर यस्तो हुनुपर्छ क्या मन्दिरहरू भएको तर उयो बोतल चाहिँ भएन है बोतल त त्यो हामी जस्तो मान्छेले हो क्या त्यो हामी जस्तो होइन भात खाने दिमाग नभएको हनुमान जी घोडा चाहिँ बबाल रहेछ जस्तो मान्छे आउँदैछ त ऊ आयो 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 ल आयो आयो ऊ माथि पनि रहेछ ओइ उता माथिबाट पनि आउँदैछ पकडेर बसिहाल्दो म कहाँ रुनु म कोसँग रुनु बासी हुँदा पनि फिर्ता हुँदैन होला नि त के हो यो बागमतीमा त पानी यहाँदेखि कहाँ देख्छस् त ती खोलामा पुग्नुपर्छ के अरे भाइ हनुमानको कमी छैन अरे हनुमान कस्तो कस्तो हेर्छस् हेर न त्यहाँ अरू एउटा हेरिस् होइन अब यहाँ अर्को भेराइटिजको खालको हेर्छस् हनुमान यताबाट यो चाहिँ मन्दिरभित्र पस्ने त्यो बाटो गेट चाहिँ होइन अब पूजा गर्ने चाहिँ त्यताबाट जान्छन् क्या पूजा नगर्ने चाहिँ हामी यताबाट हो यसरी हाम्रो टुरिस्ट दिदीहरू पनि आउनुभएको रहेछ फोटो खिच्दै हुन्छ जहाँ तल यहाँ कसले आउनु लाग्यो भनेर खेदाएको छ नि यहीँबाट त होइन
मेन मन्दिर चाहिँ उहाँ हुने फेरि ढोगिहाल देखेस् रुने कराउने कोही हुँदैन यहाँ त रुने कराउने कोही हुँदैन सबजना हेर्न आफ्नै दिनमा छ क्या गफ गरिरहेको यस्तै हो नि संसार यस्तै हो रे नेपालको बारेमा भन्दै हुन्छ पशुपति एरियाको बारेमा पुरा बुझ्न चासो लिनेहरूले चाहिँ यसरी राम्ररी लिँदो रहेछ नि कस्तो हुन्छ सासै मजा लिन पाइँदैन रहेछ चाइनिज दिदीहरू पनि आउनु भएको रहेछ च्याङ्कना बाङ्कना भन्ने जस्तो लाग्यो म चाहिँ यो सतार भाषासँग मिल्दो रहेछ लास्टको साँच्चै कोही पनि छैन क्या हो लेडिज मात्रै हो त खोइ छोरा छैन नेपाली नजन्मेर खलाउनु बोलिराख्नु सबै तान्नु सकिरहेको छैन मेरो साथी भेटायो साथी न साथी रहेछ त सन्जीवको साथीहरू हो के सबै भोक लाग्दा खान्छ नि भोक लाग्दा आइसक्रिम खान्छ बनाएको होइन हौ बच्चाको थुक्न आएको अरे सिधा सीधा है सीधा 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 हेर होला है यसले त हेर होला है हेरिस The hand goes into the wall is the fortunate, and if not, they try it again. Look, look. Yeah, somebody is doing it. Look, this boy. Look. Look, he's closing the eye, trying to put the hand into the hole. Yeah, not succeeded. Not succeeded. No, no. Yeah. Okay, let's go. मटका बिरयानी तोडफोड किया जा रहा है यसमा फोड न यसमा त पकिन्छ नि यसमा फोड कि पहिला अनि यसमा आर यु एक्साइटेड रोटीमा पकाएर त कुकरमा सिटी हानेर यसमा एकछिन पकाएको मात्रै होला हो त्यो त त्यही हो अनि मटका बिरयानी मटकामा चाहिँ खना न मटका गाह्रो रहेछ मटका बिरयानी खानु मटका बिरयानी मेरो पस्काइले मन परेन यो चाहिँ मिल्दैन होला ल साथीहरू यो खाना यसको राज भयो यो चाहिँ मटका पनि लिएर जानु मटका पनि लिएर जानु मटका चाहिँ किन लानु हो
खासै खानु चाहिँ मन लागेको छैन तर कस्तो लाग्यो सब्जी पाउँदैन यसमा सब्जी चाहिँ यो के हो मासु के पुगेन हो सब सब्जी त यहीँ रहेछ के लाग्यो दुईजना चाहिँ यहाँ अहिले चिकन मटका बिरयानी मुकब्याङ गर्दैछन् है कसले चाहिँ भयङ्कर खाँदै रहेछन् होइन कसले भयङ्कर खाँदैछ गेस गर्नु होला भन्नु होला है त कमेन्टमा म चाहिँ सक्दिनँ मेरो चाहिँ भुँडी प्लास्टिकको छ तपाईँको बुढी होइन भकारी हो फाइनली आज चेकआउट गरेर हामी जाँदैछौँ एयरपोर्टतिर अब हाम्रो साइलाको अन्तिम दिन होइन नेपालमा कस्तो फिल भइरहेछ भन्दाखेरि कस्तो पनि भएको छैन भन्छ अब एयरपोर्ट देखेपछि चाहिँ हुन्छ होला कहिले प्लेन चढेको छैन अरे हतार भइसक्यो अरे ए म आफै चढ्छु भन्दै चढ्नु प्लेनले छोड्ला कि टेन्सन भइसक्यो गाह्रो छ प्लेन चढ्न पनि हामी चाहिँ हिँड्दै जाँदैछौँ अलिक टाइम छ र यहाँ चाहिँ यी काटिस के हो सन्दीपले के बिग्रियो चक्काको जाम लागेछ किनेको कति मन हो होइन मलाई त देख्नु भएको छैन ए उ त्यो ओह्रालो आओस् न अहिले यस्तो टकटक गरेको दामी बनाइदिन्छु अब यस्तो खाने जाने ए हो आफ्नो मन लागेको छैन फेरि हाँस उठेको के भएको नजा भन्दैछ त अब चट्ट पारेर दुबई घुम्ने हो 4-5 वर्ष कोही मार्केट खालको छ नि भन्नु कसले भन्नु यहाँ आफ्नो क्यामेरा कसले हेर्दियोस् यही हो एयरपोर्टको लाइन ठुलो माटो उतारो है माटो ड्राम जस्तो बनाएको छ कहाँ ओ चक्का उयो हुन्छ भाँच्यो ए बौला यसको ढङ्गै छैन हौ त्यही त अब कहाँ घिसारेको यसलाई त नि घिसार्दै पचार्दै तेरो त ऊ भचाइसक्यो गुडा त यहाँ खानु पर्ने रहेछ गाडी गर त्यसलाई बिस्तारै गर पो भनेको त भटभट हेरे बुलेट भयो त ल एकछिन रोक उत्याउ ए भत्केको छैन भन्छ भयो तिनजनाको खिचेको छैन नि त ए लु जाउँ न त उहाँ अरे उहाँ फोटोग्राफर तिनजनाको खिचिदिनु भन्नुपर्छ पैसा बिना चाहिन्छ पैसा हो त सब कुछ हो त अयो साह्रो मार्छ हो नि ग्रुप खिचिदिनु न कतापट्टि राम्रो आउँछ कतापट्टि राम्रो आउँछ 115 लाख खिच्नुला त्यसो भने 115 वटा अरे पहिला यो सिंगल भेसमा खिचौँ हैन पहिला सिंगल भेसमा खिचौँ अनि फेरि यो लाएर खिचौँ अनि चाहिँ फेरि यो सबै खोलेर आयो रियलमा जस्तो छ त्यस्तै निकाल्दिनु पर्यो रियलमा जस्तो त्यस्तो खिच्नुमा निकाल्नु अलिकति एडिट दुईटा अनि ग्रुपिङ नि कहाँ सिंगल मात्रै खिचेको पोज
ज्याकेट लगाइदिनु लु लगाइदिनु दाइ बाँदर जस्तो देखिरहेको छ सुकेनास लागेको कस्तो खिच्छ जाऊ साथीहरू यस्तो काठमाडौँमा आएर चाहिँ यस्तो फोटो भिडियोग्राफरहरूसँग चाहिँ फोटो भिडियो नगर्नु होला होइन एकदमै लुटेर आउनु 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 भन्छन् होइन धेरै फोटो खिच्छन् अनि त्यसपछि यति फोटो खिचेर 81 पैसा माग्छन् 600 1000 1200 अलिक भर हुँदैन रहेछ बिजनेस भनेपछि एउटा टाइममा एउटा तरिकाले गर्नुपर्छ है बिजनेस त सबैले गर्छन् तर यतिवटा फोटोको यति रुपियाँ हो भनेर सुरुमै भनेर गर्नुपर्छ अनि आफै जबरजस्ती खिच्न लाउने अनि लास्टमा पैसा नहुने मान्छे चाहिँ के गर्नु त्यसका बाजेहरू हिँडेको है हामी चाहिँ साथीहरू हामीले त मिस्टेक गरेर सिक्यौँ तपाईँहरू पनि सिक्नु होला तल चाहिँ गर्मी लागेको छैन ला कहाँ देखिन्छ त उता भित्र हुन्छ अनि लुकेर बसिरहेछ कतिखेर कमलराज लिम्बू आउँछ र चढौँला चढाएर लैजाउँला भनिरहेछ सामान ल्याउन लाउनेहरूले त सबले 50 रुपियाँ दिएन रे फेरि सबैलाई हैन नेपालको 50 रुपियाँ होइन नि फेरि दुबईको 50 रुपियाँ अब बना निस्क्यो ल आयो सन्दीपले हो यो कहिले नै हो बर्लाङ्गै पारेको लु तिमीहरू कतापट्टि जाने हो एयरपोर्ट कतापट्टि जाने हो भन् त लु मलाई कतातिर जाँदा हुन्छ कतातिर जाने भयो त सन्दीप लाएर जता पनि हुन्छ त यो इन्टरनेसनलमा जान्छस् कि नेसनलमा जान्छस् उता नेसनल यताको उयो यता इन्टरनेसनल यताबाट जानुपर्छ हजारो मार्छ अब यसरी पुगेपछि माग्नु माग्नु गएर सन्दीप उहाँ फोटो खिच्ने होला नि त मन्त्री यस्तो दिनु क्या सबैलाई बाई सबैलाई बाई बाई हामी गएको निस्केको होइन अब हामी बिन्दास रक एन्ड रोल गर्दै जाने हो देख्ने दिदीको जुत्ता चाहिँ
मलाई त के छोडे छोडे जस्तो फिल भइरहेछ है। सन्दीप तँलाई के छोडे छोडे फिल भएको छैन? के छोडिसौ? एयरपोर्टमा छोडेर हामी चाहिँ हिँडेको है घरतिर झापातिर। सो गाइज हामी चाहिँ झापातिर गयौँ। तपाईँहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो काठमाडौँको होइन? धेरै मजाले त बनाउनु पाइनँ र पनि अब थोरै थोरै। सो सी यू नेक्स्ट भ्लग गाइज। बाई बाई। बाई बाई।